नमस्ते एभ्रिवान। आजको भिडियोमा चाहिँ म स्पेनमा मे 20 मा भएको इमिग्रेसन्स आप्रवासी सम्बन्धी जुन नियम र केही परिवर्तन भएका छन् रुल्सहरू, त्यसको बारेमा चाहिँ आजको भिडियोमा म संक्षिप्त रूपमा जानकारी दिँदैछु। पहिलो कुरो त स्पेनले अब आप्रवासी सम्बन्धी नियममा केही लचकता र सरलता लिएर आएको छ, जसमा चाहिँ तपाईँ अब स्पेनमा चाहिँ इलिगल रूपमा पनि हुनुहुन्थ्यो भने त्यो चिजलाई पनि स्पेनले 2025 मा 3 लाखदेखि 5 लाखसम्मलाई लिगलाइज गर्ने र उनीहरूलाई रेजिडेन्सीमा लैजाने भन्ने कुरा गरेको छ र यो प्रक्रिया चाहिँ तपाईँको हरेक वर्ष रहने सम्भावना रहेको छ। यसर्थ कि तपाईँ यदि अब स्पेन जुनै पनि प्रकारको भिजामा हुनुहुन्छ अथवा तपाईँसँग भिजा छैन, तपाईँ कुनै पनि प्रकारको भिजिटर भिजा लगायत अन्य तेस्रो मुलुकदेखि पनि स्पेन पुग्नु भएको छ भने पनि तपाईँलाई लिगलाइज हुने चाहिँ बाटो ओपन भएको छ। र दोस्रो कुरो भनेको अब तपाईँ रेजिडेन्सीमा जानको निम्ति जुन योभन्दा पहिला अलिकति अब्स्ट्राकल्स थियो र 3 वर्षभन्दा बढी बस्नुपर्ने हुन्थ्यो भने अबको अवस्थामा तपाईँ 2 वर्ष बस्दाखेरि पनि रेजिडेन्सीको पाथवेमा जान सक्नुहुन्छ र तपाईँले चाहिँ रेजिडेन्सीको पाथवेमा जाँदै गर्दाखेरि पनि काम गर्न पाउनुहुन्छ। र दोस्रो कुरो के परिवर्तन भएको छ भन्दाखेरि विद्यार्थी भिजामा धेरै परिवर्तन भएको छ। विद्यार्थी भिजामा अब 30 घण्टा काम गर्न पाउँछन्। त्यसै गरी ग्रेजुएसन हुनासाथ उनीहरू चाहिँ पिआरको निम्ति एलिजिबल हुन सक्छन्। यो कुरा पनि परिवर्तन भएको छ र यो चिजले चाहिँ स्पेनलाई अझ बढी विद्यार्थी, अन्तर्राष्ट्रिय विद्यार्थीहरू चाहिँ आफ्नो मार्केटमा अट्र्याक्ट गर्नको निम्ति चाहिँ उनीहरूले यो प्लान गरेका। त्यसै गरी तपाईँ स्पेनमा चाहिँ जब सिकिङ भिजामा हुनुहुन्छ र जब सिकिङ भिजा जुन पहिला 3 महिनाको हुन्थ्यो, अब चाहिँ तपाईँ 1 वर्षसम्म पनि त्यो जब सिकिङ भिजामा बसेर आफ्नो स्पेसिफिक स्किल अनुसारको जब सर्च गर्न सक्नुहुन्छ। साथसाथै तपाईँ यदि कुनै पनि फिल्डमा चाहिँ जब गर्दै हुनुहुन्छ भने र आफू सेल्फ इम्प्लोइड भएर चाहिँ तपाईँ फ्रिल्यान्सिङ कुनै काम गर्न चाहनुहुन्छ भने दुवै चिजलाई तपाईँले प्यारलल लान सक्नुहुन्छ। यो प्रकारको कुरा चाहिँ स्पेनले जुन नयाँ रुल्स लिएर आएको छ त्यसमा इम्प्लिमेन्ट्स गरेको छ र कम्प्यारिटिभली जुन युरोपमा एन्टी इमिग्रेन्टहरूको एक्टहरू चलिरहँदाखेरि स्पेनले चाहिँ इमिग्रेन्ट फ्रेन्डली चिजहरूलाई चाहिँ नयाँ इम्प्लिमेन्ट गरेको छ।